हेलो बाइनरिज ब्याङ्किङको नयाँ सिलेबस देखेर कन्फ्युज हुनुभएको छ। ल आउनुहोस् एआईमा आफू त्यसलाई समराइज गरौँ। सबैभन्दा सुरुमा हामीलाई सिलेबस चाहियो। सिलेबसको लागि हामी जान्छौँ लोकसेवा आयोगको साइटमा। कुनै पनि ब्राउजरमा जानुहोस्। लोकसेवाको साइट त आयो, हजुरलाई थाहा नै छ होला, psc.gov.np इन्टर। त्यसपछि यहाँनिर हजुरले देख्न सक्नु भएको छ ब्याङ्किङको नयाँ सिलेबस। नेपाल राष्ट्र ब्याङ्कको चाहिँ आएको छैन, तर अरू 3वटा ब्याङ्क छन् त्यसको सिलेबस चाहिँ यहाँ छ है त। ल यसमा मैले क्लिक गरेँ र त्यसपछि यो सिलेबसलाई म डाउनलोड गर्छु। क्लिक अन डाउनलोड सेभ। अब कुन एआई टुलको प्रयोग गरेर यो सिलेबसलाई हामी समराइज गर्छौँ त? यसको लागि म प्रयोग गर्दैछु गुगलको नोटबुक एलएम भन्ने एआई टुल। यो एकदमै पावरफुल टुल छ। यसको लागि विशेष भिडियो म फेरि ल्याउने छु अगाडिको भिडियोजहरूमा पनि। यसको प्रयोग गरेर कसरी तपाईँको इक्जामलाई मास्टर गर्न सक्नुहुन्छ भनेर। अहिलेको लागि आउनुहोस्, यसको एउटा सानो पावर हेरौँ। यो सिलेबस अलिक गन्जागोल लागिरहेको होला या तपाईँलाई कन्फ्युजन लागिरहेको होला। यो टुलको प्रयोग गरेर समराइज गरौँ। न्यू ट्याब खोल्छु, यसलाई क्लोज गरिदिएँ मैले। अनि जस्ट सर्च गर्नुहोस् नोटबुक एलएम, प्रेस इन्टर। त्यसपछि हजुरले यो पहिलो जो लिङ्क देख्नु भएको छ यसमा क्लिक गर्नुहोस्। अनि अब यहीँ हेर्नुहोस्, यसले आफैले भन्दैछ कि अन्डरस्ट्यान्ड एनिथिङ। सो मैले त अहिले मेरा हरेक क्लासमा र प्रत्येक जो मलाई भेट्नुहुन्छ म के रिकमेन्ड गर्छु भने, यदि हजुर अहिले तयारी गरिराख्नु भएको छ कुनै पनि इक्जामको या केही कुरा बुझ्न खोजिराख्नु भएको छ कि भने यस्ता एआई टुलहरूको एकदमै प्रयोग गर्नु। यसका धेरै फिचरको बारेमा म अगाडिको भिडियोजहरूमा भन्नेछु। अहिलेलाई ट्राई नोटबुक एलएममा क्लिक गर्छु। म गुगलको टुल भएको हुनाले यसलाई चाहिँ गुगल आइडी चाहिँ चाहिन्छ। अनि त्यसपछि आउनुहोस्, मलाई यो चाहिँ चाहिँदैन, त्यही भएर म यसलाई चाहिँ अनसेलेक्ट नै राख्छु। ओकेमा क्लिक गरेँ। अगाडिको भिडियोजहरूमा म हजुरलाई यसको डिटेलहरू दिउँला, तर अहिलेलाई सिम्पली क्लिक गर्नुहोस् क्रिएट न्यू नोटबुकमा। सो यसमा मैले क्लिक गरेँ। यहाँ थुप्रै अप्सन छ, यसबारेमा फेरि डिटेलमा कुरा गरौँ। तर अहिलेलाई हामीसँग पिडिएफ फाइल छ, सो म चुज फाइलमा क्लिक गर्छु। भर्खरै हामीले डाउनलोड गरेको जुन सिलेबस छ त्यसलाई सिलेक्ट गरेँ र त्यसपछि म क्लिक गर्छु ओपनमा। द्याट्स इट। अहिले प्रोसेस गर्दैछ, थोरै प्रोसेसिङ गर्न चाहिँ टाइम लाग्छ, बट आउटपुट चाहिँ यहाँनिर हेर्नुभयो भने इङ्ग्लिसमा हो। यदि हजुरलाई इङ्ग्लिसमा सजिलो लाग्छ बुझ्न भनेपछि इङ्ग्लिसमा गर्नुहोस्। कि हामी नेपालीमा सक्छौँ कि सक्दैनौँ भन्नुहुन्छ न, किन सक्दैनौँ, मजाले सक्छौँ। कसरी गर्ने त्यो सेटिङ यहाँनिर हेर्नुहोस्। म एकचोटि फेरि यसको होममा जान्छु। हजुरले यहाँनिर सेटिङ देखिराख्नु भएको छ, यसमा क्लिक गर्ने। त्यसपछि यहाँ हेर्नुहोस् आउटपुट ल्याङ्ग्वेज भनेर छ, यसमा क्लिक गर्ने र यहाँबाट हामी छान्छौँ नेपाली ल्याङ्ग्वेज, नेपाली। ओके, यसमा क्लिक गरेँ मैले। क्रिएट न्यू नोटबुकमा क्लिक गर्छु। फेरि सेम प्रोसेस, चुज फाइलमा क्लिक गर्छु, त्यही सिलेबसलाई सिलेक्ट गर्छु, ओपन गरेँ। अब हेर्नुहोस् हाम्रो आउटपुट चाहिँ आउनेछ नेपालीमा। सो हामीलाई इङ्ग्लिसको यस्तो डकुमेन्टहरू पनि नेपालीमा बुझ्न सक्छौँ मजाले। बैंक परीक्षा एकीकृत पाठ्यक्रम सहायक तहको लागि हो भनेर उसले दिइसक्यो। अब यसको पावर चाहिँ कहाँनिर रहेको छ भने यतापट्टि हेर्नुहोस्, यो जो स्टुडियो लेखेको छ र यहाँ थुप्रो फिचरहरू छ, धेरै कुराहरू छ यहाँ हजुरले प्रयोग गर्न मिल्ने र इक्जामको एकदमै खतरनाक तरिकाले तयारी गर्न सक्नुहुन्छ। खतरनाक खतरनाक। ल त्यसो भए आउनुहोस् एउटा यसको फिचर्सको कुरा गर्दैछु। अहिले चाहिँ म भिडियो ओभरभ्यूमा चाहिँ क्लिक गर्छु। अब एकछिन यसले टाइम लिन्छ प्रोसेस गर्नुको लागि। सो हाम्रो इन्टरनेटको स्पिडमा पनि यो कुरा भर पर्छ र डकुमेन्ट पनि कति ठुलो साइजको छ त्यसमा पनि भर पर्छ। वेलकम ब्याक। हाम्रो भिडियो रेकर्ड भएर तयार भइसक्यो, आउनुहोस् हेरौँ। ल यो भिडियो रेडी भइसकेको छ, यहाँ हजुरले देख्न सक्नुहुन्छ। अब यसमा क्लिक गरेर सिधै म हजुरलाई फुल स्क्रिन देखाउँछु। ओहो 12 घन्टा पो लागेछ भनेर सोच्नु होला, तर म भिडियो रेकर्ड गर्दा गर्दै सुतेछु। सो 12 घन्टापछि उठेर फेरि यो कुरा रेकर्ड गर्दैछु, त्यही भएर यहाँ 12 घन्टा देखेको हो। तर यति धेरै टाइम चाहिँ लाग्दैन, सामान्यतया 10-15 मिनटदेखि 30 मिनटसम्म म्याक्स लाग्न सक्छ। त्यति बेलासम्म यो भिडियो बनिसक्छ। आउनुहोस् यो भिडियोलाई चाहिँ हेरौँ। तर एउटा कुरा चाहिँ ख्याल गर्नुहोस् है, एआईमा कम्प्लिट आँखा चिम्लेर पुरै विश्वास गर्ने चाहिँ होइन, आफूले पनि डकुमेन्टलाई क्रस चेक गर्ने र लेन्थी डकुमेन्ट्सहरूलाई सजिलो तरिकाले समराइज गर्नलाई यी टुलहरूको प्रयोग गर्ने हो, न कि पुरै जे त्यसले दिन्छ सबै आँखा चिम्लेर चाहिँ विश्वास गर्ने चाहिँ होइन। आफूले पनि पढ्नु पर्यो, आफूले पनि क्रस चेक गर्नु पर्यो, आफूले पनि डकुमेन्टलाई राम्ररी हेर्नु पर्यो। सो हजुरले यो नयाँ सिलेबसलाई पहिला मजाले हेर्नुहोस्, पढ्नुहोस्। यसको मतलब एकदमै गलत नै रिजल्ट दिन्छ भन्ने चाहिँ होइन, तर केही केसमा कहिले ल्याङ्ग्वेज बुझेन या कुनै हामीले उसलाई इनपुट दिन छुटायौँ भनेपछि उसले आउटपुट रङ निकाल्न सक्छ। त्यही भएर चाहिँ क्रस चेक चाहिँ गरिहाल्ने, आफूले चाहिँ डकुमेन्ट मजाले पढिहाल्ने राम्रो तरिकाले है त। ल सुरु गरौँ भिडियो। नेपालका ठूला सरकारी बैंकहरूमा आफ्नो भविष्य बनाउने सपना देख्नेहरू धेरै हुनुहुन्छ हैन त? अब यो अवसर जति राम्रो छ नि, यसको तयारी पनि त्यति नै बलियो हुनुपर्छ। तर आत्तिनु पर्दैन। सही बाटो थाहा भयो भने यो यात्रा सोचेभन्दा धेरै सजिलो हुन सक्छ। नमस्ते। आज हामी के गर्दैछौँ भने नेपालका 3 ठूला सरकारी बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक, यी सबैको चौथो तह अर्थात् सहायक पदको पाठ्यक्रमलाई एकदमै सरल भाषामा बुझ्ने कोसिस गर्नेछौँ।
भन्नुको मतलब यो जुन अलि जटिल जस्तो देखिने सिलेबस छ नि त्यसको एउटा सफा नक्सा बनाउने हो आज। ल, हाम्रो आजको छलफल 4 भागमा हुनेछ। सुरुमा परीक्षाको पूरा ढाँचा हेर्छौं, त्यसपछि पहिलो पत्रको कुरा गर्छौं जुन सबैको लागि एउटै हो, अनि दोस्रो पत्र जुन हरेक ब्याङ्कको फरक हुन्छ, र अन्त्यमा तयारीका लागि सबैभन्दा महत्त्वपूर्ण कुराहरू के हुन् त्यो हेर्नेछौं। ल, सुरु गरिहालौँ है त। सबैभन्दा पहिले यो पुरै परीक्षाको बनोट कस्तो छ त्यो बुझौँ। यो छनौट प्रक्रियामा खासमा 2वटा मुख्य चरणहरू छन्। पहिलो हो लिखित परीक्षा, जहाँ ज्ञानको जाँच हुन्छ। यो चरण पार गरेपछि मात्र दोस्रो र अन्तिम खुड्किलोमा पुगिन्छ, त्यो हो अन्तर्वार्ता, जहाँ व्यक्तित्व र प्रस्तुतिको मूल्याङ्कन हुन्छ। अब कुरा गरौँ कुल अङ्कको। जम्मी 230 मार्क्स। यो कसरी छुट्याइएको छ भने 200 मार्क्स लिखित परीक्षाको लागि र बाँकी रहेको 30 मार्क्स अन्तर्वार्ताको लागि हो। अन्तिम नतिजा यही 230 मा आधारित हुन्छ। अब लागौँ पहिलो पत्रतिर। यो पत्र भनेको चाहिँ सबै उम्मेदवारहरूको लागि एउटा साझा मैदान जस्तै हो। यो कुरामा विशेष ध्यान दिनुपर्छ है, चाहे नेपाल ब्याङ्कको तयारी होस् वा राष्ट्रिय वाणिज्य ब्याङ्कको वा कृषि विकास ब्याङ्कको, पहिलो पत्र सबैको लागि ठ्याक्कै एउटै हो। यसको मतलब के हो भने एउटै तयारीले तीनवटै ब्याङ्कको ढोका खोल्न मद्दत गर्छ। पहिलो पत्र जम्मा 100 पूर्णाङ्कको हुन्छ। यसमा ब्याङ्किङ, म्यानेजमेन्ट, एकाउन्टिङ, म्याथ्स र आइटी जस्ता विषयहरू पर्छन्। पास हुनको लागि कम्तीमा 40 अङ्क ल्याउनै पर्छ र यसको लागि समय हुन्छ 2.5 घण्टा। अब त्यो 100 अङ्कलाई पनि 3 भागमा बाँडिएको छ। हेर्नुहोस् त, सेक्सन ए र बीबाट 35 मार्क्सको आउँछ, जसमा ब्याङ्किङ, व्यवस्थापन, लेखा जस्ता मुख्य विषयहरू पर्छन्। अनि बाँकी रहेको 30 मार्क्स चाहिँ सेक्सन सी अर्थात् गणित र आइटीबाट सोधिन्छ। ल, अब पालो दोस्रो पत्रको। र हो, यहाँबाट चाहिँ खेल अलि फरक हुन्छ, किनभने अब हरेक ब्याङ्कको सिलेबस आफ्नै हुन्छ। यो नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। पहिलो पेपर त सबैको एउटै भयो, तर दोस्रो पेपर चाहिँ हरेक ब्याङ्कले आफ्नो आवश्यकता र कामको प्रकृति अनुसार फरक बनाएको हुन्छ। हो, यही फरकलाई राम्रोसँग बुझ्नु नै राम्रो तयारीको पहिलो खुड्किलो हो। यो तुलनाले कुरालाई अझै छर्लङ्ग पार्छ। जस्तै राष्ट्रिय वाणिज्य ब्याङ्कले दैनिक ब्याङ्किङ, खास गरी क्यास र भल्ट म्यानेजमेन्टमा बढी फोकस गर्छ। उता नेपाल ब्याङ्क लिमिटेडले चाहिँ अर्थशास्त्र, एचआर र समग्र ब्याङ्क व्यवस्थापन जस्ता विषयलाई जोड दिन्छ। अनि कृषि विकास ब्याङ्कको कुरा गर्दा नामअनुसार नै यसले कमर्सियल ब्याङ्किङका साथै कृषि वित्त र अफिस म्यानेजमेन्टलाई प्राथमिकतामा राख्छ। राष्ट्रिय वाणिज्य ब्याङ्कको सिलेबसलाई अलिक गहिरिएर हेर्दा यो एकदमै प्र्याक्टिकल देखिन्छ। जस्तै दिनदिनै हुने नगद कारोबार कसरी चलाउने, भल्ट कसरी व्यवस्थापन गर्ने, अहिले चलेको डिजिटल पेमेन्ट सिस्टमहरू, अनि सुन चाँदी जस्ता कर्जाको कारोबार, यिनै यसका मुख्य विषयहरू हुन्। अब नेपाल ब्याङ्क लिमिटेडलाई हेरौँ। यसको सिलेबस अलि फराकिलो छ। यसमा चाहिँ अर्थशास्त्रका कुराहरू, मानव स्रोत व्यवस्थापन अर्थात् एचआर, ब्याङ्कभित्रको आन्तरिक कन्ट्रोल सिस्टम र अफिस सञ्चालन जस्ता विषयहरूलाई बढी महत्त्व दिएको पाइन्छ। र अब कृषि विकास ब्याङ्क, यसको सिलेबसमा चाहिँ यसको नाम र कामको स्पष्ट छाप देखिन्छ। कमर्सियल ब्याङ्कको म्यानेजमेन्ट त छँदैछ, तर त्यससँगै कृषि, ग्रामीण र ब्याङ्किङ क्षेत्रको विकास, नयाँ ब्याङ्किङ सेवाहरू अनि अफिस म्यानेजमेन्ट जस्ता विषयहरू प्राथमिकतामा छन्। यसले ब्याङ्कको कृषि केन्द्रित पहिचानलाई प्रष्ट पार्छ। सिलेबसको स्ट्रक्चर त बुझियो, तर केही महत्त्वपूर्ण नियमहरू पनि छन् जुन जान्नै पर्छ। सानो कुरा हो, तर ध्यान नदिँदा रिजल्टमै असर पर्न सक्छ। त्यसैले यो भागलाई ध्यान दिएर हेरौँ है। पहिलो कुरा, परीक्षा नेपाली वा इङ्ग्लिस दुवै माध्यममा दिन पाइन्छ। दोस्रो, हरेक खण्डको लागि छुट्टै उत्तर पुस्तिका हुन्छ। यहाँनिर झुकिनु भएन, जुन खण्डको हो त्यही उत्तर पुस्तिकामा लेख्नुपर्छ। अनि सबभन्दा महत्त्वपूर्ण नियम, कानुनहरू पढ्दा परीक्षाको मिति भन्दा 3 महिना अगाडिसम्म लागू भएका वा संशोधन भएका कुराहरू मात्र पढ्ने। ल, यति धेरै कुराहरू त थाहा भयो। अब प्रश्न आउँछ, अब गर्ने के त? हाउ टु अप्रोच दिस? अब यी सबै जानकारीलाई एउटा सरल र कार्यान्वयन गर्न सकिने रणनीतिमा बदलौ। एउटा कुरा के बुझ्नुपर्छ भने नि, यो सिलेबस भनेको विषयको सूची मात्रै होइन, यो त सफलताको लागि एउटा ब्लुप्रिन्ट हो, एउटा नक्सा हो। यसले बाटो देखाउँछ, के पढ्ने, कति पढ्ने र कुन कुरालाई बढी फोकस गर्ने। त्यसो भए अपनाउनु पर्ने रणनीति के त?
एकदमै सरल छ, जम्मा 2वटा स्टेप। स्टेप 1, जुन साझा पत्र छ, पत्र प्रथम, त्यसमा एकदमै बलियो जग बनाउने। स्टेप 2, आफूले टार्गेट गरेको ब्याङ्क कुन हो त्यसको पत्र द्वितीयको पाठ्यक्रममा केन्द्रित भएर विशेष तयारी गर्ने। यो 2 चरणको दृष्टिकोणले तयारीलाई व्यवस्थित र प्रभावकारी बनाउँछ। ल, अब त परीक्षाको पुरै खाका छर्लङ्ग भयो। अब एउटा प्रश्न, तयारीको लागि पहिलो र सबैभन्दा महत्त्वपूर्ण कदम के होला त? राम्रो योजना बनाएर आजैबाट लाग्नुभयो भने सफलता टाढा छैन। सबैलाई शुभकामना। थिएन त गजब। आई होप हजुरहरूलाई यो भिडियो मार्फत धेरै कुरा क्लियर भयो होला। एन्ड द्याट्स अल फर टुडे। यस्तै एआई टुलहरूको प्रयोग गरेर सिलेबसभित्रको सेक्सनहरूको पनि कसरी दमदार तयारी गर्ने भन्ने भिडियोहरू म ल्याउँदै गर्नेछु। थ्याङ्क यू अल अफ यू। गुड लक।